मेरो माउन्टेनियरिङ करियरको बारेमा थोरै केही सेयर गर्नुपर्दाखेरि जीवनमा कहिले पनि हिमाल चढ्छु भन्ने सपना देखेको पनि थिइनँ। एउटा साधारण गाउँमा जन्मिएको व्यक्तिको हिमाल चढ्छु भन्ने सपना खासै हुँदैन। काम गर्ने सिलसिलामा 2007मा काठमाडौँ आएँ र सहर चिनेर काठमाडौँमा केही अपर्च्युनिटी पाएँ। मैले एउटा भरियाको रूपले काम गर्ने मौका पाएँ 2009-10 अनि 2010मा फाइनली सगरमाथा चढ्ने अपर्च्युनिटी पाएँ। एउटा ताप्लेजुङको लेलेप भन्ने गाउँलाई त्यसै पनि दुर्गम भनिन्छ, तर हाम्रो जस्तो देशमा ताप्लेजुङको त्यो लेलेप गाउँ भन्ने दुर्गम भन्दा पनि तर मेरो भाग्य त त्यो मेरो गाउँभन्दा पछाडि लुकेको कञ्चनजङ्घा हिमाल सगरमाथा भनेको जति सबै हिमाल भन्नु साथै सबैभन्दा दुर्गम ठाउँ हो। त्यहाँ नै हाम्रो अपर्च्युनिटी रहेछ भन्ने लाग्यो मलाई, किनभने अहिलेसम्म आउँदाखेरि यो विगत 17 वर्षको टाइममा 35 चोटि 8000 भन्दा माथि हिमाल चढ्ने अपर्च्युनिटी पाएँ र त्यति मात्रै नभएर उद्धार कार्यमा 2016मा एभरेस्टमा मात्रै 2 महिनामा मात्रै 52 जनालाई रेस्क्यु गर्ने अपर्च्युनिटी पनि पाएँ र काम गर्ने सिलसिलामा नेटफ्लिक्सको 14 विकको एउटा सिनेमेटोग्राफीको रूपले काम गर्ने मौका पनि पाएँ। डिज्नी प्लसमा छ एउटा फाइन्डिङ माइकल भन्ने युकेको 1996मा रोयल फ्यामिलीको पर्वतारोही सगरमाथा आरोही पश्चात फर्किने क्रममा डेथ भएको स्टोरीमा त्यसमा पनि काम गर्ने मौका पाएँ र विभिन्न संसारको राम्रो राम्रो मुभीको प्लेटफर्ममा काम गर्ने मौका पनि पाएँ। तर त्यति हुनको बावजुद मैले बुझेको इमान्दारिता पछिल्लो समयमा मैले केही बुझेको भनेको जसलाई पनि एचिभमेन्ट भन्ने मनपर्छ, रेकर्ड बनाउनु मनपर्छ, तर मैले हालसम्म आएर 5वटा गिनिज वर्ल्ड रेकर्ड छ मेरो नाममा, तर 5वटा गिनिज वर्ल्ड रेकर्ड भन्दा पनि मेरो आफैलाई सम्झिँदा आफूलाई नै गर्व महसुस हुने भनेको 2016मा जुन बेला एउटा मेरो प्लान थियो एभरेस्ट लोच्छे एक दिनमा आरोहण गरेर गिनिज वर्ल्ड रेकर्ड बनाउने। त्यो बेला कुनै टाइम फ्रेम थिएन, तर सडनली साँझको 5 बजेतिर एउटा फोन कल आयो। हस्बेन्ड र वाइफ सगरमाथा आरोहण गरिरहेको थियो। फिजिकली हस्बेन्ड अलिकति स्ट्रङ थियो, सरसर ओर्लिँदै क्याम्पफोर पुगिसकेको थियो, म पनि क्याम्पफोरमा थिएँ र उसको वाइफ 8600मा अझैको उसले थाहा नै पाएन। तर जुन बेला उसले थाहा पायो ऊ जहाँ गएर बचाउन सक्ने कुनै स्थिति थिएन। त्यो बेला कुनै पनि पैसाको भ्यालु हुँदैन, त्यतिखेर टिमवर्कको महत्त्व। आफ्नो हस्बेन्डले आफ्नो वाइफलाई कुनै पनि मद्दत गर्न सक्ने स्थिति थिएन। उसले रुँदै रुँदै रिक्वेस्ट गरिसकेपछि म र एकजना मेरो एउटा क्लाइम्बिङ साथी 2 जना गयौँ र रातको 9 बजेतिर उसलाई भेटेर अक्सिजन दिएर उद्धार गरेर बिहान उज्यालो हुने ठाउँमा क्याम्पफोर ल्याएको थियौँ। र नेक्स्ट डे क्याम्प 3 अनि नेक्स्ट डे हुँदै काठमाडौँमा उद्धार गरेर ल्यायौँ। त्यो भन्नुको मतलब पछिल्लो समयमा हामीले रेकर्ड बनाउँदै क्रममा हामीले मानवीयता, हाम्रो दायित्व, जिम्मेवारी क्लाइम्बिङबाट टाढा हुनु हुँदैन भन्ने लाग्छ। त्यस्तो खालको जुनसुकै रेकर्ड बनाउँदा पनि त्यस्तो खालको जुन बेला मैले एभरेस्ट लोच्छे क्लाइम्बिङ गरेर रेकर्ड बनाउनेतिर लागेको भए त्यो मान्छे बाँच्दैन थियो। निश्चित उसले पनि एउटा नयाँ जीवन पाएको महसुस गर्यो। मैले 2 वर्ष अगाडि काठमाडौँको त्रिभुवन एयरपोर्टभित्र भेटेको थिएँ। एउटा बुढी आमै कराइरहेको थियो मेरो नामबाट, तर मैले चिनिनँ। उसले नजिक आएर उसको 10वटा औँला चुटिएको औँला देखाएर तिमीले रेस्क्यु गरेको मान्छे हो म हो भन्दाखेरि मेरो 5वटा गिनिज वर्ल्ड रेकर्ड भन्दा त्यो ठुलो हो भन्ने महसुस लागेको छ। र आजको दिनमा रेकर्ड भन्दा पनि जिम्मेवारी, हामी सबैजना यङ क्लाइम्बरहरू छौँ र जिम्मेवारी क्लाइम्बिङ गर्नुपर्छ भन्ने लाग्छ।